तिम्रो हो भाइ भन्नु भएन होइन मनी तोर्नै आएको ल काट्दा भयो मिठो छ कसैलाई चाहिन्छ भने भन्नु एक बोरा टिकट ल्याइदिनु 81 सुटिङ भइदिएको अस्ति हुन्छ भनेको थियो अस्तिसम्म मसँग पैसाहरू पनि फेरि पनि हेलो नमस्ते सबैजनालाई आयो हजुर सन्चै हुन्छ होला म पनि एकदमै धेरै सन्चै छु होइन अनि म चाहिँ भर्खर जबबाट आएको छु अनि जबबाट आएर फेरि म गइहाल्नुपर्ने छ क्या आज चाहिँ लास्ट लेट भयो भने नाइट जब हो नि त खास गरेर मेरो अनि 6 बजे छुट्टी हुनुपर्ने आज 8 बजेतिर आएछ अनि फेरि मलाई उता जान पनि ढिलो भइरहेछ अनि अहिले चाहिँ हामी रुम पनि सरेको छौँ नयाँ रुम हाम्रो चाहिँ होइन समीक्षे ऐना हेर्दै छ म कहाँ जान लागेको रे कहाँ हो लजाउँछ यो चाहिँ होइन बहिनीको मुखबाट सुनिहाल्नु होला अब म चाहिँ सुटिङको लागि निस्किनु लागेको सो मलाई चाहिँ एकदम ढिलो भइसकेको छ म चाहिँ निस्किहाल्छु है म भर्खर जबबाट आएको अन्त चाहिँ टाप खानासाना उतै गरेर खाइन्छ मासु भात हुन्छ छोड्नु हुन्न नि त 9 बजेमा पुग्नु पर्ने खोइ पानी लिएर आउँछ अनि गइदिन्छु पानी पनि ल्याइदिएर म निस्कि पनि हालेँ होइन मलाई एकदम ढिलो भइसक्यो 8:30 भइसक्यो 9 बजे पुग्नु भनेछ यहाँ आएन फेरि उहाँ लामाटार पुग्नुपर्छ यार के अरे ललितपुरदेखि पनि मासु कति बेला पुग्ने मलाई पनि थाहा छैन सो म गाडी पनि चढिसक्यो होइन आउने तासी गाडी पाएँ आज चाहिँ अस्ति त खतरा कुरै भयो 2टा गाडी चेन्ज गरेर जानुपर्छ कार्ड स्टुडेन्ट कार्ड नपुग्यो भने त कामै छैन भने 5 रुपियाँ भने डिस्काउन्ट त हुन्छ नि होइन मसँग आज बजेट पनि अलिकति कम छ फेरि 81 सुटिङ भइदिएको अस्ति हुन्छ भनेको थियो अस्तिसम्म मसँग पैसाहरू पनि पर्ने थियो अनि यताउता गर्दाखेरि अब कलेजको पनि तिर्ने बेला भइसक्यो अब भोलि स्यालेरी आउँछ होला सायद कलेजहरूको पनि तिर्छु म 1 वर्ष ढुक्कै पढ्न पाउँछु अनि अर्को वर्ष तिर्नुपर्छ रुम पनि सरियो उताको रुममा अलिकति भाडा पनि महँगो भयो 23,000 पुऱ्याइदियो भने 81 अनि यता सस्तो भेट्यो अनि यता सस्तोमा सर्दै हामी त्यहाँ त घामै लाग्दैन भने अहिले त यता यार 2 दिन भयो सक्स सुकाएको चिसी सक्स लगाइदिएर हिँडेर राख्नु परेछ म चाहिँ अहिले सुटिङ गर्ने ठाउँ पनि आइसकेँ है भर्खर गाडीबाट झरेको जब निन्द्रा लाग्यो भने गाडीले 1.5 घन्टा लाग्यो यार यहाँ आइपुग्नको लागि रातभरि सुतेको पनि छैन सुटिङको दिन त मेरो सुताइ नै हुँदैन मेन कुरा यार पुरै 24 घन्टाको 24 घन्टा आँखा खुल्ला हुन्छ क्या अनि अरू बेला चाहिँ दिनमा सुत्ने भनेको म 4 घन्टा हो होइन कलेजहरू पनि जानुपर्छ कलेज फेरि दिएको छ क्या त्यही तनाव छ भने हाम्रो सुटिङ चाहिँ माथि डाँडामा हुन्छ यहाँबाट हिँड्दै लखर जाने अनि त्यहाँ पुग्ने सुटिङ गर्ने अस्तिको सुटिङ त बिग्रियो भने यार सुरु दिन फर्स्ट दिन थियो नि त फर्स्ट दिन भएको कारणले सुटिङ पनि कसरी गर्ने त्यो पनि थाहा थिएन अनि बिग्रेको थियो सो आजको सुटिङ कस्तो हुन्छ मलाई पनि थाहा छैन होइन सो अहिले चाहिँ म अब मासु किन्नको लागि हिँडेको होइन कलिया दाइ र म नाम त थाहा छैन होइन तर सुटिङको चाहिँ कालिया नाम भिलेनको रोल खेल्नु भएको छ उहाँले चाहिँ हामी चाहिँ अब मासु किन्ने अनि त्यसपछि हाम्रो चाहिँ सुटिङ स्टार्ट हुन्छ अलिकति सिनहरू चाहिँ झिकेर आइसक्नु भएछ उहाँहरूले म पनि भर्खर गएको थिएँ अनि त्यहाँ दिदीहरू पनि थियो दिदीहरूसँग कुराकानी गरेर अनि म चाहिँ यता मासु किन्नको लागि आएँ अब त्यसपछि हाम्रो चाहिँ सुटिङ हुन्छ सो हेरौँ के कस्तो हुन्छ आजको सुटिङ अस्तिको भाग आइसकेछ भने एकदम दामी लाग्यो भने अस्तिको भाग मलाई मतलब मेरो बिग्रेको थियो तर उहाँहरूले काटेर अलिकति बबालै सिन निकालिदिनु भएछ नि त्यसको लागि थ्याङ्क यू एकदम दामी लाग्यो चाहिँ हामी यहाँबाट उदयपुरै पसल के छ यहाँबाट हामी मासु लिएर जान्छौँ भिडियो धेरै लामो हुन्छ धेरै नबोल्ने हामी खाना खाएर पनि निस्किसकेको होइन उता घरपट्टिको सिन सकेर हामी यता पब्लिक एरियापट्टिको सिन हेर्न सक्यो हाम्रो टिम हिँड्दैछ अनि अझै उताबाट पनि आउँदैन म चाहिँ यो लाइट बोकेर हिँडिरहेको छु भने लाइट दामी ठाउँ छ यहाँनिर चाहिँ है दाइ बखडा चोर्नु त बखडा चोर्नु कसले त्यो भाइहरूले चोरिरहेको छ है म एउटा टिप्छु है मार्ने हो कि
तिम्रो हो भाइ भन्नु भएन होइन म नि चोर्नै आएको ल ल मलाई पनि टक्क पार्दैन यसरी झार्नुपर्छ ल पक्र त अब आधी पोखरा यति धेरै चोर्यो राता राता दाना रहेछ एकदम मिठो क्या मुखैमा नअट्ने म त यही बोटको मुनि छु अघिदेखि सकिन्छ कि टिप्दै झार्दै खाँदै दाँत कुटिसक्यो फेरि पनि खाँदै बस्दै गर्दा आज निद्राको औषधि मेरो काट्दा भए मिल्छ दा कसैलाई चाहिन्छ भने भनौँ एक बोरा टिपेर ल्याइदिनु राता राता पाकेर चोरेर खाएको मार्छ त्यो घरको त्यो घरमा सुटिङ हुँदैछ थाहा भयो रेट मेरो चाहिँ यहाँको सिन पनि सकिसकेको छ होइन हाम्रो चाहिँ उतै घरमा उतै मिस हुन्छ नि त्यो घरमा सुटिङ हुँदैछ मेरो चाहिँ यहाँको सिन पनि सक्यो मिनरल आएर बढे भइरहेको छ भने त्यसले फेरि ड्युटी पनि जानुपर्छ है बर भइरहेको छ अझै एउटा लास्ट सिन बाँकी छ अब पारी घरमा गएर दिनेशको घरमा गएर कल गर्ने मतलब सिरियलको दिनेश है अनि हाम्रो दिदीहरू चाहिँ उहाँ बसिरहनु छ पिपलमा अनि अझै यता यता डुलिरहेको छ पकाएर चुरेको भने लास्ट निन्द्रा लागेको आज लाग्दैन अमिलो अमिलो बाख्रा खाइयो भने मजाले दाइ अल्छी लाग्यो होला है आज तपाईँको सिन पनि छैन होला औ दिदी हाम्रो एक्टर दिदी बवाल एक्टर भिलेन खतरा होइन के हो त नि मलाई पनि भिलेनमा झारिदिएर भने गरिसकेको त खै कति खाइने हो तपाईँहरू जस्तै त्यही हो अब सक्ने यहाँ अनि रुममा जाने अनि फेरि ड्युटीतिर चल्दिने है त त्यही पछि भेटौँ